माछा आयातभन्दा निर्यात धेरै। प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौडामा उत्पादन भएको माछाको भुरा बागमती प्रदेशको विभिन्न जिल्लाहरूमा पर्याप्त भएर मध्य प्रदेश र भारतसम्म पठाउने गरिएको छ। केन्द्रका प्रमुख सरोज कुमार यादवको अनुसार खपत भएर बाँकी रहेको भुरा मध्य प्रदेश र भारतमा बिक्री गर्ने गरिएको हो। उहाँले केन्द्रमा 2 करोड ह्यासलिङ, 10 लाख फ्राई, 5 लाख फिङ्गर आकारको माछाको भुरा 1 वर्षमा उत्पादन हुने र जसमध्ये करिब 52 लाख भुरा बढी हुने भएकाले मध्य प्रदेश र भारततर्फ पठाउने गरेको जानकारी दिनुभयो। केन्द्रमा हाल कमन कार्प भुरा उत्पादन गरिरहेको र अब 1 महिनापछि ग्रास, रहु, नैनी, बिग हेड र सिल्भर कार्प उत्पादन गरिने जानकारी दिनुभयो। उहाँको अनुसार नेपालको नदी, ताल, तलैयाको लागि भने केन्द्रले सहर र गर्दी माछाको भुरा उत्पादन गरेर खोलामा तथा प्राकृतिक जलाशयहरूमा छाडिने गरिएको छ। उहाँले भन्नुभयो, हामी खोला नालामा अध्ययन अनुसन्धान गर्दैछौँ। अनुसन्धानकै आधारमा सहर र गर्दी माछा उत्पादन गरेका हौँ। उहाँले अब केन्द्रमा रहेको 43वटा पोखरीमा कमल, मखना, सिङ्गडा रोपेर पोखरीको बहुउपयोगितासँगै राजस्व वृद्धि गर्ने योजना रहेको उहाँले बताउनुभयो। गत आर्थिक वर्षमा 1 लाखको बाख्रा पालन गरेकोमा यस आर्थिक वर्षमा केरा खेती समेत गरिने प्रमुख यादवको भनाइ छ। बागमती प्रदेशमा खपत भएर बाँकी रहेको माछाको भुरालाई मध्य प्रदेश पठाउने र त्यसमा पनि बाँकी बसेपछि भारततर्फ पठाउने गरिएको उहाँको भनाइ छ। माछामा हामी आत्मनिर्भर नै भएको उहाँको भनाइ छ। 4 देखि 5 हजार मेट्रिक टन आए पनि 15 देखि 20 हजार मेट्रिक टन भारत नै जाने गरेको, यद्यपि भन्सार भएर र मूल्य तोकिएर पठाउन नसकिएको कारण स्पष्ट तथ्याङ्क नभेटिएको उहाँले बताउनुभयो। कागबेन बाँधेर माछा राखेको 3 दिनमा भुरा उत्पादन हुने र 9 दिनमा बेचिसकिने प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्रका कर्मचारी घनश्याम सिंह ठकुरीले बताउनुभयो। उहाँहरू यति बेला माछाको भुरा उत्पादनको लागि खटिरहनु भएको छ। यो आर्थिक वर्षमा हाम्रो टार्गेट अब ह्याचलिङको 2 करोड छ, त्यस्तै फ्राई 10 लाख अनि फिङ्गरलिङ 5 लाख छ। यो त हाम्रो विकासे माछाहरूको सिल्भर कार्प, बिग हेड कार्प, ग्रास कार्प, रोहु, नैनी, भाकुर र कमन कार्प हो। यो अलावा हामीले सहर माछा पनि यहाँ ल्याएछौँ र गर्दी माछा पनि छ हाम्रो। यो अब स्थानीय माछाहरू हो। अब रेन्चिङको लागि यो गर्दीहरू राम्रो हुन्छ। यसपालि अब गतै साल हामीले गर्दीको पनि ब्रिडिङ गराएको थियो र यसपालि पनि हामी अब गर्दी र सहरको ब्रिडिङ गराउने हाम्रो टार्गेट छ। र अहिले यो कमन कार्पको ब्रिडिङ यहाँ चलिरहेछ। अब अहिले अब हामी यो चैतको दोस्रो हप्ताबाट यो कमन कार्पको फ्राई, फिङ्गरलिङ भुरा हामी बिक्री वितरण गर्छौँ। त्यसपछि हाम्रो यो ग्रास कार्प सुरु हुन्छ। लगभग कमन कार्पको हामी अब मोटामोटी 3 लाख जति हामी फिङ्गरलिङ भुरा उत्पादन गरेर हामी अब कृषकहरूलाई हामी बिक्री वितरण गर्छौँ। त्यसपछि अब ग्रास कार्प सुरु हुन्छ, त्यसपछि सिल्भर बिगेट कार्पको सुरु हुन्छ, त्यसपछि रहु, नैनी, भाकुरहरूको अब ब्रिडिङ सुरु हुन्छ। र यहाँको भुराहरू अब अधिकांश अब तराईका जिल्लाहरू बारा, पर्सा, रौतहट, सर्लाही र हाम्रो यो मध्य पहाडको धादिङ भयो, त्यसपछि गोर्खा, अनि त्यसपछि सिन्धुली अनि रामेछाप, यिनीहरूमा अब यहाँबाट किसानहरूले भुरा लानुहुन्छ। बढी यहाँ कमन कार्पको डिमान्ड छ, किनभने अब किसानहरूको अब के छ भने यहाँ हेटौडाको कमन कार्पहरू एकदम अब यसो ग्रोथ फास्ट हुने पहिलेबाटै किसानहरू कन्सेप्ट छ। हुन त सबै सरकारीहरूको राम्रै छ, तर यहाँ के छ भने अब किसानहरू एकदम माग कमन कार्प छ। यहाँ नेपालको मात्रै होइन, यहाँ हाम्रो इन्डियाको किसानहरू पनि अब यहाँ कमन कार्पको लागि पुरै क्युमा लाइन लागेको हुन्छ हैन। यहाँको भुरा अब नेपालमा भन्दा पनि अब नेपालमा भएर पनि इन्डिया पनि गइरहेछ हाम्रो हैन। कमन कार्प हो, त्यो ग्रास कार्प, सिल्भर बिगेडको यो 4 जातको भुराहरू त इन्डिया किसानहरू पनि लानुहुन्छ यहाँबाट। गत आपमा यसो लगभग 2 लाख भन्दा बढी फिङ्गरलिङ इन्डिया गएछ, अनि ह्याचलिङ चाहिँ 40-50 लाख गयो होला इन्डिया। किनभने हाम्रो त्यो टार्गेट हुन्छ, किनभने गत साल हाम्रो 4 करोड टार्गेट थियो, तर हामीले लगभग 4.5 करोड हामी ह्याचलिङ उत्पादन गरेको थियो र 20 लाख फ्राई थियो, अनि त्यसपछि हामी 22-23 लाख फ्राई गरेको थियो, अनि 10 लाख फिङ्गरलिङ थियो। त्योभन्दा पनि हामी बढी गरेको थियो र हाम्रो यहाँ सब डिमान्ड भएर अब के छ भने अब नेपालकै त्यो मल्लाहरूको आफन्तै छ फेरि इन्डियामा, उनीहरू साथी भएर अब जे होस् अब नेपालकै अब त्यो मल्लाहरू र कृषकहरूले या हेटौडाको फार्मको भुराहरू एकदम राम्रो छ, एकदम ग्रोथ एकदम राम्रो छ भनेर त्यो किसानहरू आएको। अब यो मध्य प्रदेशमा पनि अब ह्याचरी छ।
अब यहाँ हाम्रो के अरे प्रगति पुर्याउनलाई हामी भुरा एकदम बढी हुन्छ हैन। अब कहिलेकाहीँ हामी के गर्नुपर्छ भने फोन गरेर किसानहरूलाई बोलाइराख्नुपर्ने अवस्था हुन्छ, किनभने ह्याचलिङहरू त हामी ह्याचली भन्दा त अब के 4-5 दिन त बेच्नुपर्ने हुन्छ। तर त्यही साथीहरूले अब नेपाली किसानहरूले इन्डिया किसानहरू लिएर आउनुहुन्छ अनि लानुहुन्छ। माछामा अब के छ भने अब अहिले जो 1,13,000 मेट्रिक टन उत्पादन भएछ गत अब हैन। त्यसमा 21,000 मेट्रिक टन तपाईँको प्राकृतिक जलाशय खोला नाला तालतलैयाहरूबाट आएछ। यसो आयात हेर्दाखेरि अब के अरे 4 देखि 5,000 मेट्रिक टन बाहिरबाट आएको देखिन्छ के हैन। र हाम्रो माछा पनि के अरे बाहिर गएको देखिन्छ, इन्डिया गएको देखिन्छ। त्यो तर हामीसँग के छ भने त्यो उताबाट आएको भन्सारबाट हुन्छ, त्यो डाटा हुन्छ। र मलाई लाग्छ यो बारा पर्सा रौथर सर्लाहीबाट उताबाट जस्तो 5-6 हजार आएछ भने यताबाट मोटामोटी 15-20 हजारै मेट्रिक टन गएछ इन्डिया। किन बढी छ भने अब इन्डियामा तपाईँको मेजर फिस हुन्छ के अरे पंगासियस र रोहु हैन। र हाम्रोतिर के छ भने छडी माछा, बारा पर्सा रौथरमा छडी माछा हुन्छ। त्यसपछि तपाईँको रोहु हुन्छ तपाईँको 150-200 ग्राम साइजको। तिनीहरूको मार्केट अब इन्डियाको लोकल मार्केटहरूमा त्यो सिङ्गल फ्राईको लागि एकदम राम्रो छ हैन। जस्तै हाम्रो नेपालमा छडी माछा जस्तै प्रसिद्ध भइरहेछ नि, छडी माछामा नैनी र रोहु अनि टन्नै इन्डिया गएको देखिन्छ। त्यस्तै सिल्भर कार्पहरू, बिघेड कार्पहरू पनि अब टेबल फिसहरू इन्डिया गएको देखिन्छ। तर त्यो के अरे भन्सार मार्फत नगएर त्यो सानो सानो भन्सारमा त्यो मोटरसाइकलहरूमा हैन, त्यो अटोहरूमा, त्यो साइकलहरूमा अब गएको टन्नै देखिन्छ के। मलाई लाग्छ वार्षिक 10 देखि 20,000 मेट्रिक टन माछा तराईका मेन जिल्लाहरू मेन बारा पर्सा रौथर सर्लाहीहरूबाट इन्डिया गएको देखिन्छ। यहाँ के छ भने अब यो त पहिले त अब यसको उद्देश्य चेन्ज हुँदै गयो हैन। पहिले यो व्यावसायिक मत्स्य विकास केन्द्र जब स्थापना हुँदाखेरि हैन 2024 सालमा, त्यति बेला यसको उद्देश्य के थियो भने यहाँ खाने माछा उत्पादन गर्ने अनि काठमाडौँ पठाउने, भनेको जनताहरूलाई यो माछा खाएपछि अब हेल्दी भइन्छ, यो स्वास्थ्यको लागि राम्रो हो भने पहिले माछा मात्रै उत्पादन हुन्थ्यो हैन, खाने माछा। त्यसपछि 2042-44 तिर अब के भयो भने यसले मत्स्य विकास केन्द्र यसको नाम भयो हैन। त्यसपछि यो ब्रिडिङ हुन थाल्यो, यहाँ के अरे माछाको ब्रिडिङ गर्ने अनि किसानहरूलाई अब भुरा दिने। त्यो अलावा अब तालिम गोष्ठीहरू भ्रमणहरू पनि हुन्थ्यो। र अहिले यो प्राकृतिक जलाशय मत्स्य प्रबन्धन संरक्षण केन्द्र हुँदाखेरि अब यसमा के छ भने अब यो मेन अब हामी यसको उद्देश्य के छ भने अब खोला नाला तालतलैयाको अवस्था के छ त्यो सम्बन्धी हामी अध्ययन गर्ने हैन, रेन्चिङ गर्ने हैन। त्यो सम्बन्धी हामी सर्ट अध्ययनहरू हुन्छ। अब प्राकृतिक जलाशयमा अहिले भने नि 21,000 मेट्रिक टन माछा उत्पादन भइरहेछ। त्यो दिनादिन के छ त्यो घट्दो क्रममा छ क्या। अब त्यो अब उद्देश्य हुँदाहुँदै पनि अब यहाँ अब जस्तै हाम्रो पोखरीहरू छ, यसमा भुरा उत्पादन कामहरू पनि भइरहेछ। अब पहिले अब 7 जातको हुन्थ्यो हैन। अब विकासे माछाहरू जस्तै इन्डियन मेजर कार्पमा रोहु नैनी भाकुर, त्यसपछि अब ग्रास कार्प, सिल्भर कार्प, बिघेड कार्प र कमन कार्प। त्यो घटाएर अब जस्तै खोला नालामा उपयुक्त हुने खालको माछाहरू अब के हुन्छ, किनभने अब यसको नामै हो प्राकृतिक जलाशय मत्स्य प्रबन्धन संरक्षण केन्द्र, त्यो हामी अब बढाइरहेछौँ र त्यो विकासे माछाहरू हामी अब घटाइरहेछौँ। अब उद्देश्य अनुसार काम गर्दाखेरि त अब त्यही अब खोला नालामा जुन सुट हुन्छ त्यो समय हामी अध्ययनहरू गरिरहेछौँ। अब खोला नालामा सुट हुने खाले एउटा गर्दी माछाको हामी 2 वर्ष पहिले यहाँ फ्युचर ब्रुड ल्याएर गतै साल हामी के अरे ब्रिडिङ गराइसके। त्यसपछि यसपालि हामी सहर माछाको गराउँछौँ। त्यो अलावा अब यो घोङीको कार्यक्रमहरू हामी राखेछौँ। यहाँ त अब के अरे 43वटा पोखरी छ, उता रिजर्भायरहरू छ, कुनै पोखरीमा झार छ हैन। यहाँ पानीको पनि अभाव छ, कुनैमा 1-2 फिट पानी छ। त्यसमा के उपयुक्त हुन्छ भने त्यसमा सिंहडा राम्रो हुन्छ, कमल राम्रो हुन्छ हैन। र एकदम जस्तै माउ पोखरीहरूमा त युनिहरू राख्नु हुँदैन, नर्सरी पोखरीहरूमा राख्नु हुँदैन। जस्तो उत्पादन पोखरीमा राखेपछि खासै फरक पर्दैन हैन। त्यो पनि अब यहाँ कति अब खाल्डा खुल्डीहरू पनि धेरै छ, त्यसमा हामी यो मखानाहरू, यो कमलहरू, त्यो सिंहडाहरू हामी लगाइरहेछौँ। एकीकृत रूपमा माछा पालन गर्ने हैन। यहाँ माछासँग अब केरा खेती हामी लगाइरहेछौँ, घाँस लगाइरहेछौँ हैन। यहाँ दोहोरो मार्ग व्यवस्थापन प्रणाली अन्तर्गत अब के अरे गत साल 1 लाख बजेट छुट्याएर हामी यहाँ बाख्रा पालेछौँ हैन। अनि बाख्रा पालेर त्यो बाख्राको पिसाबहरू सबै हामी पोखरीमा हालेछौँ हैन। अब यहाँ त अब आगामी अब हाम्रो योजना भन्दाखेरि अब मेन अब स्थानीय माछाहरूमा बढी फोकस गर्ने के, जुन खोला नालाहरूमा हुन्छ हैन। त्यो सम्बन्धी अब जस्तै 2टा अहिले ल्याएको छ गर्दी र सहर हैन। अरू के उपयुक्त हुन्छ अब पुन्टियस भनिरहेछ, अब त्यो पनि ल्याउने हैन। त्यसपछि यो घोङी भयो, सिपी भयो हैन, मोती भयो, अनि यो जलीय वनस्पतिमा यो कमल भयो, यो सिंहडा भयो हैन, मखान भयो हैन, घुङीहरू भयो हैन। यिनीहरू कार्यक्रम बढाउँदै लैजाने यसो भावी योजना रहेको छ।